दर्शकबिन यति बेला हामी सुर्खेतमा घटेको प्रेमा ओलीको घटनाबारे फलोअप रिपोर्टिङमा छौं। पहिला म त पल्टनमै छु आएन भने त्यो घर आउने थियो भने त्यसले पहिले सामान किन पठाउँथ्यो? त्यसले घरै ल्याउँथेन सामान, त्यसले छिन्चो बोलाउँथे सामान ल्याउन। अनि अरु कोहीलाई मेलकुनसम्म मेलकुन गाडीमा पठाइदिए भन्दाखेरि पठाउँथेनन्। अनि मेलकुनसम्म पठाइदिनु अनि भनेर दिदीले भन्नुभयो मेलकुनसम्म हुन्न सरप्राइज हो, यही छिन्चो आउनुपर्छ, आफै लग्ने सामान हो भनेर उताबाट मेसेज आयो। अनि आइज भनेपछि अब एउटा श्रीमानको विश्वास नमानेर अरु कसको मान्नु? एउटा महिलाले, श्रीमतीले। हामीले सिधै आकलन गर्छौं कि अघिल्लो दिन श्रीमती हत्या गर्नु र पछिल्लो दिन श्रीमान रौतहटमा रहेका श्रीमान आफ्नै घरबाट पक्रिनु। यानी हामीले सिधै आकलन गर्न सक्छौं कि तपाईहरुले पनि आकलन गर्न सक्नुहुन्छ कि यो आत्महत्या नभएर हत्या गरिएको हो। विवाहको दिनमा चाहिँ लाउला भनेर चाहिँ लाउला भन्न ल्याया खबरा हुने नि हाम्रो मान्छेले आज यो हुने भने होइन के, यसो हुने भने आउ त होइन त बाध्य भन्न लाउला रमाइलो गर्नु भन्न भनिकिन हाम्रो मान्छेले नि खबरा ल्याएकी हुन्। यसमा मार्दा भन्न ल्याएको खबरा यसलाई पनि कारबाही हुनै पर्यो। यस्तै हामीले मार्न पाइन्छ भने हामीले मार्छौँ त्यसलाई पनि। पेर्मालाई उनकै श्रीमानले पल्टनमा रहेका उनकै श्रीमान दर्शन खत्रीले स्पेशल गिफ्ट पठाइदिएको छु, छिन्चु बजारमा आएर रिसिभ गर्नु भनिसकेपछि उनी पेर्मा खुसीले आफ्नो श्रीमानले पठाएको सामान लिन यहाँबाट करिब 12 किलोमिटर टाढा बजारमा जान्छन्। अनि उनलाई के थाहा श्रीमानले उनलाई मार्ने योजना बनाउँदैछन् भनेर। श्रीमान पहिल्यै आएर छिन्चुमा बसेका रहेछन्। हामीले भनेको होइन, उहाँहरूको जुन प्रेमा ओलीको माइती पक्षले भनिरहनु भएको छ। र उहाँ आइसकेपछि प्रेमा ओली खुसीले जान्छन् सामान लिनका लागि। तर एकाएक उनको राति फोन स्विच अफ हुन्छ। भोलि बिहान उनको शव एकाएक मृत भएको त्यही स्थानीयले खजुरी टिप्न जाँदाखेरि उनको शव खाडलमा घोप्टो परेको अवस्थामा त्यो शव विक्षिप्त रूपले परेको त्यो शव 81 गाउँलेहरूले देखिसकेपछि प्रहरीलाई खबर गर्छन्। प्रहरीले अनुसन्धान यति बेला गरिरहेको छ। आज चेलीबेटीहरु सबै आउने अनि आज त रमाइलो हुने हाम्रो घरमा, अब भोलि उता जाने। विवाहको दिनमा चाहिँ लाउला भनेर चाहिँ लाउला भन्न ल्याया खबरा हुने नि हाम्रो मान्छेले आज यो हुने भने होइन के, यसो हुने भने आउ त होइन त बाध्य भन्न लाउला रमाइलो गर्नु भन्न भनिकिन हाम्रो मान्छेले नि खबरा ल्याएकी हुन्। यसमा मार्दा भन्न ल्याएको खबरा यसलाई पनि कारबाही हुनै पर्यो। यस्तै हामीले मार्न पाइन्छ भने हामीले मार्छौँ त्यसलाई पनि। यसलाई फाँसीको सजाय, यसलाई फाँसीको सजाय दिनुपर्छ भने हामीले फाँसी दिन्छौँ त्यसलाई पनि। किन मार्यो हाम्रो मान्छेलाई ढुङ्गाले केसीले